सबैजनालाई इमान दाजुको घरबाट नमस्कार। हामी चाहिँ यहाँनिर आज सुँगुर काट्न आएको छौँ। भोलि हाम्रो विमान भाइको बुहारी भित्र्याउने अनि साथसाथै इमान दाईको कान्छा छोराको चाहिँ भोलि पास्ने रहेछ। अनि यहाँ चाहिँ हामी सुँगुर काट्दैछौँ। आज यहाँनिर सुँगुर चाहिँ हामीले मारिसक्यौँ। यहाँनिर पोलेर पनि धुने कार्यक्रम हुँदैछ। मनिराज भाइ, यता हाम्रो बाबा निलकुमार फोपो, हाम्रो सदन सर, हाम्रो दिदी, समुदाय, सञ्जीव दाई, पानी यता लाउनु नै परिनु गयो झरा कान्छ तुमा छोड्दै जानु मात्र यो हे साथी लेट आउने के तातो भन्ने हैन अस्ति मेरै देखियो सिर्से गर्छ सुँगुरै होला तातो पार्ने भने अगाडि देखि बराइ एक रात छको हामीले त्यसरी आज वारी टोलमा हाम्रो यो पालि दिब्रु गाउँ आज चाहिँ वैशाखको 22 गते चाहिँ हामी यहाँनिर सुँगुर काट्ने कार्यक्रममा वातावरण एकदमै राम्रो छ है। आज चाहिँ वातावरण भन्नुपर्छ हामीले चाहिँ यहाँ पोलेर लिएको उधार पनि कहाँ उता 1 इन्ची भित्र घाँसिएछ बलियो भयो यसको फेरि जाने हुन्छ यसरी ता उनेर त होला अंकल के गर्छ भइन्जेल त गरि त्यसको त 5 वर्ष भएको अरे भन्दै कुनै देखेमा पुरै सेप पाउँछ नि सेपको खालको छ तर मासु चाहिँ यसको त दिन बात होइन हो त 7 वटा पो घाँस लगाउँछ नि कति हिउँरे चेप पर्छ पानी लाउँदा लाउँदै पछि नै छुट्नु अट्छ मेरो त साथी उगाएको उगाइ गर्नु पर्दो रहेछ अनि लाको त यही उता त लाग्छ छिटिन्छ कि हौ ल अब त सुँगुर ह्यान्डसम भइसकेको छ धोएर। अनि हाम्रो दिलकुमार फोपो चाहिँ यहाँनिर फोड्दै हुनुहुन्छ है। बुहारीले सुँगुर खान्छ नि सालबाटुल कस्तो भयो अङ्कल अनि सालबाटुल गजब मान्छे आउँछ अलिअलि अहिले मान्छे पनि राम्रो रहेछ त मार्केटमा हेर्दा त हैन पर्मिट दिएको हुन्छ अनि चारो पकाउन अल्छी लाग्छ अनि इमानले बल्ने अलि बल्ने भयो खाली दुनियाँको जन्म दर्ता बिगारेर बिहे दर्ता बिगारेर रामले बनाइदिएको मसल दाइको बरन्डामा अब हाम्रो त सबै कुरो के अरे दाइले बनाएर लिएको होइन नाइ त त्यहीँ हुन्छ नि त कुरा भनेर हानेको आन्द्रा सान्द्रा सबै इच्छा थियो अब चामल साल केही हाल्छ होला यही पनि निकाल दिनु पर्यो नि अहिले त बन्दा केटाकेटीले खेला ल ल कुदाम कुदाम गर्दाम ल मासु काट्दा काट्दै म चाहिँ अब घरतिर लागेँ है त। घर नगई भएन जानुपर्ने अब स्कुल जानको लागि। हेलो टिचर के छ अब अहिले चाहिँ हामी यहाँ माइला त्यतै घर हुँदै उ निक्ल्यौँ। डाँडा पारी चाहिँ यस्तो छ जङ्गल अनि माथि अब तारे भिरो त वारी माथि अब रोड निक्लेर रोटै रोड जाने हो। के अरे माइला त्यतै घर उद्धो यहाँ हाम्रो गोपाल देदे सुब्बा देदे भनेर चिनिने उहाँको छोरो रविन दाई प्रवीण दाई उहाँहरूले चाहिँ यहाँ चाहिँ यसपालि चाहिँ घर बनाउनु भएको छ। यहाँ टोइलेट छ, यहाँ घर फिनिसिङ हुन लागेको छ। जनसङ्ख्या घरधुरी थपिँदैछ हाम्रो दिब्रुमा। अनि
गजबको घर बनाउनु भएको छ है उहाँले। बाबा पानीको निकालो। खै यहाँ बस त म गाँसिदिन्छु। पानी खुस्किरहेको रहेछ यहाँ गाँसिदिनु पर्यो। भिडियो पो भइरहेको रहेछ त यार। अनि यहाँबाट उता आज के मजाको दिन चाहिँ भयो भरे चाहिँ कस्तो हुन्छ कुनै यो बाइक हो नि आकाशमा रकेट गराउँदैछ नि। रकेट ल ल अहिलेको हाम्रो वैशाख 22 गते 2083 सालको चाहिँ अवस्था चाहिँ यस्तो छ है। पानी परेको छ चैत्र फागुन अन्तिम चैत्रबाट अनि चाहिँ बर्खा लागिसकेको अवस्था छ। अहिले चाहिँ मजाको दिन भएको छ भरे पानी परिहाल्छ यस्तो छ दिन उक्रेर। अहिले चाहिँ साह्रो मजाको गजबको भयो भरे फेरि यो के हो स्पाइडरम्यान के रे ऐसिलो ऐसेले खाने ल सबै खाइदेऊ ल। मिठो छ गुलियो ए भयो कि फेरि खाने के खायो रे ऐसिलो आएको यहाँनिर पारिबाट आएको यहाँ आरोहन यहाँ शीतललाई पनि बिसाउने अरे यसले टिप्दैको आयो आरोहनलाई नि आरोहनले खाएको मिठो छ बाबुलाई नलगिदिने रे लगिदिने ए आरोहन दादा लडेछु यहाँ आरोहन दादा उठाउनु यस्तो हिलोमा टेक्नुहुन्छ त हिलोमा टेक्नु हुँदैन नि त खोइ हातमा खोइ हात देखाऊ ऐसिलो खाने हो यसपालि मकैमा है झार उम्रेर पानी परेकोले गर्दा सबै मकैहरूको बेहाल छ। पानी परेर खतम भएको छ। छिटै हुन है बेबी छिटै हुन है। मकै गोड्ने कार्यक्रम पनि प्रायःको सकेको छैन बाँकी नै छ। अब सुँगुर काट्ने कार्यक्रम चाहिँ त्यो मात्रै सिरानको घरबाट त्यो दोस्रो घरमा थियो तल्लो चाहिँ लक्ष्मण दाईको घर हो। अनि हामी चाहिँ अहिले आइसक्यौँ यता घरतिर गाउँघरतिर खबर के छ यस्तै छ है यस्तै छ हाम्रो गाउँघर चाहिँ यस्तै छ। अहिलेको अवस्था हेलो सुङ्निमा के गरेको कैलाको मुनि टिपेको तरकारी पकाउने छिर्कुद है बेबी खासै राम्रो कन्टेन्ट त थिएन मैले एउटा छोटो भिडियो बनाएको है भिडियो पुरा हेर्नु होला भन्दै आजलाई चाहिँ म बाई बाई भन्छु बाई बाई फेरि भेटौँला अर्को भिडियोमा है त गाइजहरू सबैजना।